यो एकदम सुन्दर बिहानीमा यहाँहरूलाई फेरि पनि नमस्कार। म आज एउटा अर्को सानो एउटा टिप्पणी राख्न चाहन्छु। पछिल्ला दशकमा नेपाली पोलिटिक्समा खास गरी एउटा क्रमभङ्गता ब्रेक थ्रु भन्ने शब्द एकदमै गजबले स्थापित छ होइन। अब यो ब्रेक थ्रु वा क्रमभङ्गता व्यक्तिका, समाजका, राज्यका विभिन्न आयामहरूमा रहन सक्दछ। अब आजको यो क्रमभङ्गताको कुरा चाहिँ म खासमा हाम्रो पिएम बालेनको कार्यशैली को क्रमभङ्गता, उहाँको कार्यशैलीमा कार्यशैलीमा एउटा ब्रेक थ्रु हो कि भन्ने जस्तो देखिन्छ होइन। कतिपय प्रक्रियाहरू हिजो अवाञ्छित थिए, औचित्यहीन पनि थिए होइन। एकदम गफाडी चिजहरू, गफाडी प्रवृत्ति हिजो एकदमै धेरै थियो। त्यो भन्दैमा कतिपय प्रक्रियाहरूबाट म आफ्ना शैलीहरूलाई विच्छेद गर्छु, म सेपरेट रहन्छु भन्ने कुराहरूले राज्यमा संशय पैदा गर्छ होइन। त्यो हिसाबले हरेक ठाउँमा क्रमबद्धता को औचित्य साबित नहुन सक्छ। त्यसले गर्दाखेरि स्वयं निजको दायित्वलाई आम नागरिकले फरक ढङ्गले बुझ्नुपर्ने स्थिति बन्न सक्छ, बन्दै जान्छ भनौँ न। त्यसले गर्दा उहाँको वा निजको ओजलाई अझ बढी प्रभावकारी बनाउने, अझ माथि उठान गर्ने भन्दा पनि त्यसप्रति प्रश्नहरूका च्याङहरू थुप्रिन्छन् र त्यो एक खालको ब्याकफायर हुन्छ भन्ने मलाई लाग्छ होइन। त्यसैले हरेक ठाउँमा क्रमभङ्गता औचित्यपूर्ण हुँदैन होइन। कतिपय प्रक्रियाहरूमा पनि जानपर्छ, त्यसलाई सर्टकटली मोडेलहरू चेन्ज गर्न सकिन्छ। तर म सेपरेट बसेर क्रमभङ्गता गर्छु, हिजोको गफाडी प्रवृत्तिमा म चाहिँ पार्लियामेन्टमा आफ्नो उपस्थिति जनाउँदिनँ, त्यो क्रमभङ्गता गर्छु। म पोलिटिकल पार्टिजहरूसँग म कुरा गर्दिनँ, म क्रमभङ्गता गर्छु। वा म राष्ट्र प्रमुखसँग कुरा गर्दिनँ, त्यसमा म क्रमभङ्गता गरिरहेको छु। म पोसाक लाउँदिनँ औपचारिक, त्यसमा म क्रमभङ्गता गरिरहेको छु। त्यसले राष्ट्रका हितमा के काम गर्छ त्यसले होइन। राष्ट्रको हितमा त एउटा नेता जति फ्लेक्जिबल भयो होइन, एउटा सीमामा बस्ने, हिजोको जस्तो धेरै त्यो मैले फेरि शब्द धेरैचोटि दोहोऱ्याएर भने गफाडी भइराख्नुपर्छ भन्ने जरुरी होइन। कार्यशैली एउटा सर्टकट स्मार्ट हुन सक्दछ, तर कतिपय अपरिहार्य दायित्व हुन्छन् कार्यकारी प्रमुखका, त्यसलाई चाहिँ नजरअन्दाज गर्न मिल्दैन। त्यसले गर्दा त्यो शैली कन्टिन्यू भयो भने त्यसले धेरै खालका प्रश्नहरू उब्जाउँछ, अनुमानहरू उत्पादन गर्दछ र त्यसले आशंका उत्पादन गर्छ र क्षति हुन्छ राज्यलाई। त्यो चाहिँ त्यति उचित शैली हो जस्तो मलाई लाग्दैन। त्यसैले हरेक ठाउँमा ब्रेक थ्रु जायज हुन सक्दैन। त्यो औचित्यताका आधारमा